माछालाई पौडिन सिकाउने, चितुवालाई दौडिन सिकाउने, लाफिङ बुद्धलाई हाँस्न सिकाउने, भालेलाई बाँच्न सिकाउने। हामी त गरिरहेछौँ नि हजुर, भाले बाँसिरहेछन् नि त भन्दाखेरि। कतिजना राउटेका बालबालिका टाइलाएर स्कुल जान्छन्, नाङ्गै भुतुङ्गे बसे हान्थ्या, लाखे जात्राका भक्कु वस्तु भएर हिँडे हान्थ्या बजारमा। सबलाई रक्सी खुवाएर ठिक पारेर राखेका छन् उसमा। कतिजना राउटेहरूको घर बन्यो त्यहाँ, त्यो राउटेहरूको छानबिन हुनुपर्छ। यो सरकारको खातामा पनि आउँदैन, हातामा पनि आउँदैन, तर बेरुजुमा देखिन्छ, टाउकोमा चाहिँ आउँछ। त्यो कुन विषय हो त्यसलाई महालेखा परीक्षकज्यूले त्यो बताउनु होला। मुख दलितको देखाउने, नाक चाहिँ आफ्नो देखाएर हिँड्ने बजारमा, आँखा मिलाउने, भाका मिलाउने, कागज मिलाउने, मुख मिठो बनाएर कुरा गर्ने। हामीले 15 दिनभित्रमा त्यो प्रहरीको स्रोत साधन खरिदमा भएका बदमासीका बारेमा हामीले डकुमेन्ट मागेका थियौँ, त्यो आएको आएन। फेरि यही बिचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ। निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्। अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु। कहीँ कतै कोही साथीहरूलाई मेरो मानवर्धन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला, कठघारामा उभिएर जवाफ दिनलाई म तयार छु। तर एउटा सार्वभौम एउटा चाहिँ समितिमा आएर टोपी भुइँमा राखेर जुवारी खेल्न पाइँदैन, सरकारको मानवर्धन गर्न पाइँदैन। धन्यवाद। शैली मिलेन भनिएको छ धेरै ठाउँमा। भैलीको शैलीमा भ्रष्टाचारको छानबिन हुँदैन। भन भन भाइयो, भन कति खाइयो, भन छिटो चाहियो, लौ छिटो भन, यता भन। भैलीको शैलीमा प्रश्न हुँदैन। प्रश्न निर्मम हुन्छ, गम्भीर हुन्छ, गहिरो हुन्छ, तलैबाट हुन्छ। प्रश्नकर्ता वक्ता अस्वाभाविक अमर्यादित लाग्यो भने समितिको सभापतिले आजैको मितिबाट घर पठाइदिनु होला। म दैलेखको नाइट बस चढ्न तयार छु। तर यो ठाउँमा बस्ने बेलासम्म प्रश्न निर्मम हुन्छ, त्यो गहिरो हुन्छ। त्यो कसैको चाकडी, कोही कसैलाई भन्नुपर्ने, केही कसै गर्नुपर्ने छ भने सम्बन्धित माननीयजीहरूले यसरी हो नि बोल्ने भनेर मजाले बोल्न सक्नुहुनेछ। त्यो सार्वभौमिक त्यो अधिकार सबैलाई छ। यो कुरामा ध्यान आकर्षण गराउन चाहन्छु। आजको विषय प्रवेश गरौँ। नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखा परीक्षणको सन्दर्भमा विदेशबाट जे जति पैसाहरू नेपाललाई प्राप्त हुन्छ, अनुदानको नाममा, सहायताको नाममा, ऋणको नाममा, यो नाममा, त्यो नाममा, त्यसको आर्थिक अनुशासन कायम गर्ने सन्दर्भमा म एउटा उपसमितिको संयोजक पनि छु। अस्तिको त्यसमा छलफल हुँदै गर्दाखेरि यो विदेशले दिएको अनुदान तपाईँले लेखा परीक्षण गर्न पाउनुहुन्छ कि पाउनु हुँदैन भन्दै गर्दा महालेखा परीक्षकको प्रतिनिधिले भन्नुभयो यो हामीले पाउँदैनौँ। यो सरकारको खातामा पनि आउँदैन, हातामा पनि आउँदैन, तर बेरुजुमा देखिन्छ, टाउकोमा चाहिँ आउँछ। त्यो कुन विषय हो त्यसलाई महालेखा परीक्षकज्यूले त्यो बताउनु होला। अहिले यी जति भनिएका छन् यो महालेखा परीक्षकले अडिट गर्न पाउने विषय हो कि होइन, त्यो होइन भने के हो भने के हो, यो बारेमा चाहिँ छलफल हुनुपर्दछ। सहायतामा 2-3 थरीका पैसाहरू मैले यसो बुझेको छु। अर्थको अर्थ बुझेको विश्वविख्यात, विश्वभरि नाम कमाउनु भएको डाक्टर सोर्णिम वाग्ले हाम्रो बिचमा हुनुहुन्छ अर्थमन्त्रीको रूपमा। भौतिक रूपमा प्राप्त हुने, भौतिक संरचनामाथि प्राप्त हुने, राज्यका अन्य संरचनामा प्राप्त हुने, त्यसको बारेमा